देखिस् थाहा पाइस् होला नि तेरीमा कुलाङ गर्ने। यो चाउरे बुढाले त नराम्रसी पछारि नि मलाई। ए अझ चाउरे भन्छस् मलाई तँलाई त। देखिस् थाहा पाइस् होला नि तेरीमा कुलाङ गर्ने। मेरो थप्पड पाएपछि त अनि तैँले त्यो बुहारीलाई दुःख दिएर सताएर के पाउँछस् ह? ए आज आएर म माथि हात उठाउनु भयो होइन? म माथि हात उठाएर तपाईँले के पाउनु भयो भन्नुहोस् त? म माथि हात उठाएर आफैले आफूलाई बुद्धिमानी सम्झिनुहुन्छ? संसार जिते जस्तो लागेको छ होला है? हो मैले संसार जितेँ र मैले आफूलाई बुद्धिमानी पनि ठानी। तैँले त्यो बुहारीलाई हेपेर के पाइस् ह? थाहा पाइस् होला नि बुहारीलाई हेपेको कस्तो हुँदो रहेछ भन्ने कुरा। तैँले बुहारीलाई हेप्दा चाहिँ खुसी हुने, मैले 2 थप्पड हान्दा चाहिँ कुकुरका मुख आँखाबाट चोइस होइन? बुवा आमालाई गाली नगर्नुहोस्। आमाले अहिलेसम्म जति पनि गल्ती गर्नुभयो नि अन्जानमै गर्नुभयो। आमालाई 2 थप्पड हानेर तपाईँले के पाउनुहुन्छ? बा दिदीले एकदम ठिक भन्नुभएको छ। आमालाई केही पनि नगर्नुहोस्। आमाको यसमा केही पनि गल्ती छैन, सबै मेरो दोष हो। बुहारी तिमी चुप लाग, तिम्रो केही पनि गल्ती छैन। अनि त पनि धेर नबोल। अनि ओइ त बस्ने भए चुप लाएर बस, नबस्ने भए माथि गर झोलासोला बोकेर बाटो लाग्यो हुन्छ। बुढा बुझ्छस्? हुन्छ हुन्छ बुढा, म यो घर छोडेर कहीँ जाँदिनँ। जान्न भन्नुहोस् है। आजबाट उता मेरी बुहारीलाई धेरै माया गर्छु। पहिलाको जस्तो दुःख दिने रोउने केही गर्दिनँ, धेरै माया गर्छु है। ए तैँले नाटक गरेको त होइन नि? अब तेरो यो घरमा पहिलाको जस्तो नाटक चल्दैन। तैँले फेरि त्यो बुहारीलाई पहिलाकै जस्तो व्यवहार गरिस् भने तेरो खैर छैन, कुरा बुझ्छस्? आमा बुवाले के भन्दै हुनुहुन्छ बुझ्नुभयो नि? अबदेखि यस्तो नाटक नगर्नुहोस्। जति तपाईँले मलाई जन्म दिएको छोरालाई माया गर्नुहुन्छ नि त्यति नै अर्काकी छोरीलाई माया र सम्मान गर्न सिक्नुहोस्। किनकि ऊ मेरो श्रीमती हो। उनले आफ्नो जन्मघर छाडेर यो घरमा आएर गरेकी छिन्। आखिर कसका लागि? तपाईँकै लागि होइन, हाम्रै लागि होइन? हो बाबु हो, तैँले ठिक भनिस्। तेरै लागि हो, तेरो बाउको लागि हो, हामी सबैको लागि हो। आजबाट उता मैले मेरी बुहारीलाई अभद्र व्यवहार गर्दिनँ। आजदेखि मेरो आँखा छर्लङ्ग खुलेको छ, सधैँ माया गरिरहन्छु। तैँले धेरै नाटक गर्दै आइस्। मेरो कुरामा मलाई यति पनि विश्वास छैन। यहाँ छोरा छोरी बुहारीको अगाडि के कुरा गर्नु, तँसँग एउटा कुरा गर्नु छ। ल हिँड्नु आइज। बुहारी आमाले तिमीप्रति जे गर्नुभयो आमालाई माफ गरिदेऊ है। कसरी माफ गरिदिनु दिदी? आमाको अनुहार देख्दा माया लाग्छ, तर आमाले मपट्टि गर्ने व्यवहार जहिले पनि एउटै छ। हो सावित्री, तिमीले एकदमै ठिक भन्यौ। मलाई पनि त्यस्तै लाग्छ।
जान्दिनँ। ल आइज आइज यहाँ छक्काली होइन तँलाई के भएको छ तँलाई जति मैले सम्झाए पनि लाग्दैन। होइन है बुढा, हजुरले मलाई किन यति देखिसक्नुहुन्न? हजुरको आफ्नै बुढी होइन र म? किन अर्काको स्वास्नीलाई चाहिँ एकदमै नराम्रो शङ्का उपशङ्का नराम्रो व्यवहारहरू देखाउनुहुन्छ? होइन तँलाई मैले नराम्रो व्यवहार शङ्का उपशङ्का नगरेर कसलाई गर्न जाउँ ह? त्यो छोरा बुहारीलाई किन देखिसक्दिनस्? मलाई पनि त तँलाई माया गर्न मन त नभएर होइन नि। माया गर्ने जस्तो व्यवहार देखा न, अनि पो मैले माया गर्छु त। ओहो, खुब गर्यौ माया। तिमीले मलाई माया गरेको भए छोराको अगाडि हिजो आकी फ्याउरी त बुहारी भनौतीको अगाडि त्यसरी हात उठाउँथ्यौ? हँ भन त। ठिकै छ, मैले तिमीलाई अस्ति पनि भनेको थिएँ अर्काको स्वास्नी हो त फ्याउरी अलक्षिणाई बुहारी भनौती। मैले माने, तर त्यसको साथमा बच्ची पनि छ। मैले नसहेको कारण त हो। अर्काले बिहे गरेको स्वास्नी मेरो छोराले स्वीकार्छु साथ दिन्छु भन्यो त त्यसमा पनि माने। उसको एउटा बच्ची छ, छोरी छ, त्यो पनि स्वीकारे। तर एउटा कुरो तिमीले बुझेका छौ, भोलि मेरो छोरालाई कति असर पर्छ दिमागमा छ तिम्रो? त्यो बच्चीले मेरो छोराको आधी अंश खाइदिन्छ। बुझेका छौ तिमीले? खुब जानेकी रहेछस् तैँले। त्यो बच्ची यो घरमा नआउँदा पनि त त्यो बुहारीलाई गर्ने तेरो व्यवहार त्यस्तै थियो नि। अहिले बच्चा आयो भनेर बच्चाको न्यु पार्छ। कस्तो बच्चीको बहाना? हँ, मैले त्यो बच्चीको बहाना पारेकी छैन। तिमीले राम्रोसँग बुझ, त्यो बच्चीलाई आफ्नो बाटो देखाइदेऊ। तिमीलाई त्यो बच्चीको माया लाग्छ नि, आमा सहित दो बाटा लगाएर छोड्देऊ। मैले यो घरमा ती दुईटी आमा छोरीलाई देख्न सक्दिनँ। खुट्टा भए जुत्ता कति कति। यस्ता फ्याउरी त मैले मेरो छोरालाई 101 पाउँछु। घन घन बाजा बजाएर बिहे गरिदिन्छु मैले मेरो छोरालाई। बुझ्यौ तिमी चौरे बुढाले? लु भो, ठुलो ठुलो स्वरले नबोल र मुख पनि धेर नचला। तेरो छोराको यो पहिलो बिहा हो। पहिलो बिहा जस्तो दोस्रो बिहा कहिल्यै पनि हुँदैन। कुरा बुझेछस्? र अर्को कुरा सुन बुढी, त्यो बच्ची यो घरमा नआउनु थियो, आइहाली। अब त्यो बच्ची यहाँ आएर हाम्रो के नै बिग्रिया छ र? के नै भक्किएको छ र? के नै नासिएको छ र? उही हामीलाई भात पकाउन परिहाल्छ। हामीलाई पकाएको बेलामा त्यसले पनि कति नै खान्छ, यति त खान्छ नि। के नै बिग्रेको छ र? यति उसको कोही मान्छे खोज्दै आएछ भनेदेखि लिएर गएछ भने पठाइदिउँला। हो, अहिले आएर मेरा चाउरे बुढाले एकदम सही कुरा गर्यौ र समझदारीमा पनि आयौ। तिमीले भन्यौ नि उसका इष्टमित्र आउँछन् अनि छोरीलाई आयो भने जिम्मा लगाइदिउँला भनेर। त्यसरी हुन्न। बाउ एकातिर आमा एकातिर, वो इष्टमित्र आउने हुन् त्यसलाई खोज्दै। हुँदैन हुँदैन यसरी। हामी आफैले त्यसका इष्टमित्र कहाँ छन् एकदम चाँडो गरेर खोजेर ढिला लगाइदिन पर्छ। ल हेर्न यसले कस्तो कुरा गरेकी। तेरो दिमाग त ठिक छ कि खुस्क्यो? खुस्केको भए लगेर उपचार गर्नु पर्यो। कुरा गरेकी नि कस्ती बल्ल बल्ल खोज्दा खोज्दा बिचारा आफ्नो आमा भएको ठाउँमा आइपुगेकी छ। अब अहिले लगेर कसलाई जिम्मा दिने? लगेर जिम्मा दिने कुरा गर्छ। होइन, तेरो
के बिगार्छ त्यसले? अलिकति त्यत्रो बच्चाको अलिकति माया लाग्दैन तँलाई? कहाँ जान्छ त्यो? आमा यहीँ छ, बाउ कहाँ छ? अलि सोचेर कुरा गर्ने गर, अलि मसँग सोचेर बोल्ने गर। खुब सोच्या रहेछौ तिमीले। अझ मलाई सोच भन्नी तिमीले सोचेका छौ? त्यो बच्ची हुर्किँदै जान्छ नि, बढ्दै जान्छ, पढ्दै जाली, अनि तिम्रो आधा अंश कप्लक्कै खाइदिन्छ, अनि बल्ल होस खुल्नेछ तिम्रो। सोचेका छौ त्यो बेलाको? अझ त्यो सानी बच्चीको माया लाग्दैन पो भन्छ नै चाउरे बुढाले। आफ्नो सन्तान भापो माया लाग्छ र अर्कोको त कुन हो न जात थाहा छ, न भात थाहा छ, न केही थाहा छ। कसको कसको सन्तानको माया लाग्नु मलाई? लाग्छ माया? लाउँदैन। मेरो छोराको सन्तान जहिले जन्मिन्छ तैले माया गर्छु, बुझ्यौ तिमीले? कुरा गर्छौ। ल भयो, धेर ठुलो ठुलो स्वरले नकरा, धेरै नखोक। आखिर तेरा नाति नातिना जन्मियो भने पनि त्यही बुहारीको कोखबाट जन्मिने, त्यो पनि त्यही बुहारीको कोखबाट जन्मेको। त्यसमा तैँले माया गर्नमा, माया दिनमा किन फरक ह? त्यसलाई माया गर्दैमा तेरो के दिमाग कुहिन्छ, बिग्रिन्छ, नासिन्छ? भन् त मलाई, कि त बिग्रिन्छस् कि भत्किन्छस्? मेरो के भत्किनियो, मेरो के नासिनियो, म कसरी बिग्रिनी हो? बिग्रिँदैन। इज्जत गयो नि तिम्रै जानियो, बेइज्जत भयो नि तिम्रै हुनियो। झन् समझदारीमा आए बुढा त्यो बच्चीलाई इष्टमित्र खोजेर जिम्मा लगाइदिउँ भनेको त महिलाई चाहिँ बिग्रिने र भत्किने कुरा गर्दा रहेछ। लुलु भो, चुप्प लाग। त डङ्किनीसँग म बोलेर सक्दिनँ। यदि तँसँग मानवताको नाता छ भने त्यो बच्चीको आफन्त खोजेर राम्रोसँग पठाइदे। यदि सक्दिनस् भने चुप्प लाएर बस। हुन्छ हुन्छ, सक्छु। मैले त्यो बच्चीको आफन्त खोजेर जिम्मा लगाइदिन्छु। नलगाइदिए त मेरो छोराको घरबार बिग्रिहाल्छ नि त्यही बच्चीको कारणबाट। लगाइदिन्छु मैले। नानीको कारणले गर्दाखेरि तिम्रो र मेरो घरबार पनि बिग्रेला जस्तो छ सावित्री। के सोचे थिए जिन्दगीमा, लास्टमा आएर खै के भइदियो। हो त नि विनोद, मैले त भाग्य पनि कस्तो लिएर आएकी रहेछु। न त नानीलाई छोड्न सक्छु, न त तिमीलाई। मेरो जिन्दगी पनि दुई ढुङ्गा बिचको तरुल जस्तै भएको छ। अब के गरे त सावित्री? आमा पनि कहिले नसुध्रिनु हुनुभयो। न त तिमीलाई आमाले राम्रो नै व्यवहार गर्नुहुन्छ। तिम्रै कारणले गर्दाखेरि बुवाले आमामाथि हात उठाउनु भयो। त्यही त नि विनोद, मलाई त्यो घरमा भित्राउँदा आमाले धेरै खुसी भएर मलाई मायाको साथ भित्राउनु भएको थियो। तर त्यो माया घृणामा परिणत भयो। मैले आमालाई सम्झाऊँ भने नि म बोल्ने बाटो केही पनि छैन। मेरो आफ्नो छोरी हुँदाहुँदै तिमीसँग बिहे गरेर आएकी छु। गलत मै छु। सावित्री, तिमी गलत छैनौ। के तिमीलाई मैले गलत छौ भनेको छु? गलत त आफूले आफूलाई कहिले साबित हुँदैन। गलत त समय र परिस्थितिले मात्र हुन्छ। तिमीले भनेको ठिकै हो विनोद, तर नचाहँदा नचाहँदै पनि मेरो पहिलो घरबार बिग्रियो। दोस्रो घरबाट राम्रो होला भनेर तिम्रो शरणमा आएकी थिए, तर मेरो दोस्रो घरबार पनि राम्रो होला जस्तो लागेन। कसले भन्यो तिमीलाई? कसले भन्यो तिम्रो घरबार बिग्रिन्छ भनेर? जबसम्म मेरो एकमुठी सास रहन्छ नि तबसम्म तिमीलाई म जस्तो सुकै परिस्थिति कठिनाइ आइपरे तापनि तिमीलाई म साथ दिनेछु। तिम्रो पहिलो घरबार बिग्रिए पनि अहिलेको यो घरबार बिग्न म कदापि दिने छैन, कदापि दिने छैन सावित्री। किन बिग्रिन्न? मुखले भने जस्तो व्यवहारमा उतार्न धेरै गाह्रो छ, धेरै कठिनाइ छ। तपाईँको आमाले मलाई सधैँभरि यस्तै व्यवहार गर्नुहुन्छ।
अनि तपाईँ सधैँ मेरै चिन्ता लिएर बस्न सक्नुहुन्छ त? सक्छु नि, कसैले केही पनि भन्दैन। कसले के भन्छ, म आफैले तिमीलाई स्वीकारिसकेको छु त। त्यही पनि बुवाले तिमीलाई अहिलेसम्म केही भन्नुभएको छैन। यदि भन्नुभएको भनेको आमाले मात्रै हो। आमाले पनि त बिस्तारै कुरा बुझ्नुहुन्छ नि। कसरी बुझ्नुहुन्छ विनोद? बुझ्ने भए त पहिल्यै बुझ्नुहुन्थ्यो नि। त्यसै त पहिल्यैदेखि घरबार बिग्रिएकी मान्छे भनेर हेला गरिरहनुहुन्थ्यो। अहिले त झन् छोरी आएकी छ। छोरीको न्युमा दिनकै झगडा गर्नुहुन्छ। हुन त म पहिलो घरबार बिग्रेकी नारी त परे। मैले सुनेकी थिएँ नारीको पहिलो घरबार बिग्रेपछि दोस्रो घरबार बस्दैन भनेर। तर आज आफ्नै जीवनमा भोगिरहनु परेको छ। सावित्री, अब यहाँभन्दा बढी नबोला। कसले भन्यो? सावित्री, तिमीलाई कसले भन्यो? कुनै पनि महिलाको पहिलो घरबार बिग्रिएपछि दोस्रो घरबार बसाल्न निकै गाह्रो हुन्छ भनेर। के पहिलो घरबार बिग्रियो भन्दैमा दोस्रो घरबार पनि बिग्रिन्छ भनेर कहाँ लेखिएको छ? अबदेखि मेरो पहिलो घरबार बिग्रियो भनेर मसँग यस्तो कुरा नगर। के गरौँ त विनोद? मैले के भनौँ त? मैले भएकै कुरा भनेको, मैले भोगेकै कुरा भनेको, मैले नभएको कुरा त भनेकी छैन। सावित्री, के पहिलो घरबार बिग्रेको नारीले दोस्रो घरबार गर्न हुन्न र? खै म त के भनौँ विनोद? न त बोल्ने बाटो नै छ, न त केही कुरा नै छ। जे गरे नि मै गलत छु। भयो सावित्री, अब तिमी नबोल। बितेका कुराहरू लिएर मेरो अगाडि कहिले पनि नगर। तिमीलाई र तिम्रो छोरीलाई जीवनभर साथ दिन्छु भनेकै छु त। अनि तिम्रो छोरीलाई मेरो नाम र थर दिन्छु पनि भनेको छु। यहाँभन्दा तिमीलाई अरू के चाहियो? बरु जाऊ तिमी घर। विनोद, तपाईँ कहाँ जाने? तिमी घर जाऊ, म तल साइला काकाको घरसम्म पुगेर आउँछु। हुन्छ, छिटै आउँछ है। बहिनी, के भयो तिमीलाई? एक्लै झाडीमा बसिरहेको छौ। बहिनी, फेरि माथितिर पनि हेरिरहेकी छौ अनि एक्लै त्यहाँ झाडीमा पनि बसेकी छौ। होइन, तिमीलाई के भयो र? ए, केही पनि होइन दिदी, यत्तिकै हो। झुट नबोल बहिनी, तिमीलाई केही न केही पक्कै हुनुपर्छ। फेरि माथि र नि घाँटी तन्काइ हेरेकी छौ। फेरि यो झाडीमा पनि एक्लै लुकेर बसेकी छौ डराए जस्तो गरेर। के त्यो जडिया तिम्रो आफन्ती पर्छ र? होइन दिदी, मेरो कोही पनि पर्दैन। तिम्रो अनुहार हेर्दा त तिमीले मलाई झुट बोले जस्तो लाग्छ। भयो यिनी कुरा छोडिदेऊ। अनि साँच्ची तिम्रो सासूले त एकदम तिमीलाई हेप्नुहुन्छ अरे। अनि त्यो सासूले हेप्ने झन् तिमी केही बोल्दिनौ? होइन, हेप्नुहुन्न मेरो सासूले। तपाईँलाई फेरि यस्तो नचाहिने कुरा कसले सुनाउँछ? मेरो सासूले त मलाई जन्म दिने आमा बाबाले जस्तै माया गर्नुहुन्छ। होइन, यो नचाहिने कुरा भन्दै हिँड्ने चाहिँ को रहेछ?
कसले भन्नु र? गाउँभरि यस्तै हल्ला सुनेको भएर पो मैले तिमीलाई भनेको थिएँ र। फेरि तिम्रो सासूले नौली बुहारी भनेर हेप्ने, दुःख दिने, असाध्य अत्याचार पनि गर्नुहुन्छ भनेको सुनेको थिएँ। तिमीले भन्छौ सासूले माया गर्नुहुन्छ, जन्म दिने बाआमाले जस्तै भनेर। खै कुरा के हो बुझ्नै सक्दिनँ म। गाउँलेको कुरा सुनेर यस्तो रे उस्तो रे भनेर रेको पछि लाएर हुन्छ र दिदी? म आफू स्वयमै तपाईँको अगाडि उभिएर सबै कुरा भनेकी छु त। मेरो सासूले मलाई मेरो आमाले जस्तै माया गर्नुहुन्छ। त्यही भएर अरूले भनेको कुरा र यो रेको पछि कहिले पनि नलाग्नुहोस्। अरूले त जे पनि भन्छन् नि। तिमीले ठिक कुरा गर्यौ बहिनी। म पनि उस्तै गाउँलेको कुरा सुनेर तिम्रो सासूले साह्रै हेप्नुहुन्छ भन्ने ठानेको थिएँ। तिमीलाई त आफ्नै जन्म दिने बाआमाले भन्दा धेरै माया गर्नुहुँदो रहेछ सासूले। हो नि दिदी, मलाई मेरो सासूले असाध्यै माया गर्नुहुन्छ। ल ल बहिनी, सासूबारी मिलेर बस्नुपर्छ। हामी पनि आमा छोरी जस्तै मिलेर बसेका छौँ। ल ल बहिनी, यिनी कुरा छाडिदिउँ। म नि तल पसलसम्म जानु पनि, तिमीलाई पनि ढिला भयो होला। जाऊ, म नि जान्छु। तपाईँ पनि पसल हिँड्न लाग्नुभएको रहेछ, म पनि घर जान लागेँ कि। हिँड्नुहोस्, दो बाटोसम्म सँगै जाउँ। हुन्छ, बाटो एउटै पऱ्यो हिँड। साथी ल्याऊ चिया खाऊ। साथी के हेर, चिया खाऊ न। हस्, हुन्छ साथी। तिमी मेरो घरमा त धेरै दिनपछि आयौ। तिम्रो घरमा कोही हुनुहुन्न र? अनि तिमीसित खेल्ने को साथी छ र? मेरो घरमा कोही नि खेल्ने साथी छैन। आमाले मेरो बाबा र मम्मीलाई गाली गरेर खै कता पो जानुभयो। ए, तिम्रो आमाले तिम्रो मम्मीलाई र बाबालाई धेरै कराउनुहुन्छ हो? त्यसो भए हाम्रो घरमा ल्याउ न, सँगै बस्नुपर्छ। अनि त्यसपछि तिमी र म सँगै खेल्नुपर्छ, सँगै बस्नुपर्छ। हस् हस्, हुन्छ साथी। हामी तिम्रो घरमा आइसकेपछि खेल्ने साथी नि हुन्छ। खोइ साथी, तिमी नि छिटो छिटो चिया खाऊ, म नि छिटो छिटो खान्छु, अनि भाँडाकुटी खेल्नुपर्छ है। हस्, हुन्छ साथी। खै ल्याऊ साथी, मेरो त चिया सक्यो। आउनु साथी। छोरी, तँ त बाहिर एक्लै धुमधुम्ती बसिरहेकी रहेछस्। मलाई त बाले माथि छोटामा लतारेर लए। यो घरका मान्छे जिउँदै मर्या जस्ता छन्। कहाँ गए तिनीहरू? तेरा भाइ बुहारी भनाउँदा कता गए? खोइ आमा, तपाईँलाई बाले लछार्दै माथि लिएर जानुभयो। भाइले पनि बुहारीलाई भर्खरै लप पर्या जस्तो च्याप्प समातेर टिपेर गइरहेथ्यो। अहिलेसम्म आएको छैन, कहाँ गयो कुन्नी? कहाँ गएको रहेछ त? म माथि गएको पनि यतिका बेर भइसक्यो। यसका जोइ पोइ आउने बेला त भयो त। उतै मरे कि क्या हो? लौ न छोरी, तेरो बाउले पनि मैलाई कराउँछ। तेरो भाइ बुहारी भनाउँदाले पनि मैलाई नराम्रो देख्छ। कसो गर्ने हो? म त सोच्दै पागल हुन लागिसकेँ। आमा, तपाईँ पागल हुनु पर्दैन। पागल त अब त्यो भाइको बुहारीलाई बनाउनुपर्छ। पागल पनि यस्तरी बनाउनुपर्छ नि, कहीँ गएर पनि उपचारै नमिलोस्। तैँले ठिक भनेस् छोरी। मलाई यिनीहरूदेखि कम्ता रिस उठेको छ। यिनीहरूलाई यसरी बौलाउन हालम कि बाटामा छटपटिएर गुहार माग्दा पनि गुहार नपाउन्
दबाई गर्न जाँदा पनि निको नहोस्। तँ त एउटा पाटो, त्यसका साथसाथै त्यसकी छाउरी पनि मेरो दैलामा। कसैका सासूले अर्काको नासो सहन्छ छोरी? म त बुझ्नी भएर मात्रै अहिलेसम्म बास दिएको छु त्यो छाउरीलाई। कसरी हुन्छ यी दुईटैलाई यो घरबाट साइड लगाइदिन पर्छ छोरी। दिमाग लगा, बुझिस् नि? हस् आमा हस्, तपाईँलाई साथ सपोर्ट गर्ने त म छु नि। यसरी काम गर्नुपर्छ कि सर्प पनि मरोस्, लाठी पनि नबाजोस्। अहिले ठिक भनिस् छोरी। यसरी जाल बुनौँ कि हामीले, यसरी जाल बुनौँ कि दुई खुट्टेले चाल नपाओस्। अनि छोरी तँ आफै भन्नु, यो अर्काको शिशु बासो यो घरमा मैले कसरी राख्न सक्छु? कसरी सहन्छ मेरो मनले? मैले सहन्न। यो कदापि हुन सक्दैन, बुझिस् नि? आमा, हामी यहाँ बसेर कुरा नगरौँ क्या। अहिले बाले माथिबाट सुन्नुभयो भने हामीलाई नराम्रो हुन्छ। तिनीहरू पनि मुन्डे भने फेरि हामीलाई नराम्रो हुन्छ। जाउँ माथि चौतारातिर गएर प्लान बनाऊ। फेरि यिनीहरूले सुन्यो भने हाम्रो प्लान चौपटै हुन्छ नि। जाउँ आमा जाउँ। होइन, आमा र दिदी कहाँ जान लाग्नुभयो रहेछ? घरमा पनि कोही हुनुहुन्न। बुवा, ए बुवा, छोरी, नानी, बुवा। ए बुहारी, के भयो? किन बोला कि? घरमा छोरी पनि छैन अनि नानी पनि हुनुहुन्न त। गयो होला नि कतै गाउँतिर खेल्नलाई। म नि यसो गाउँतिर गएर आउँछु, तिमी घरतिरै बस। बुवाले छोरी गाउँतिर खेल्न गएकी छ होली त भन्नुभयो। मेरी छोरीले यो गाउँमा कसलाई चिनेकी छ र खेल्न जानुलाई? फेरि नानी पनि घरमा आउनुहुन्न। नानीसँग पनि गएकी छैन होला। आमाहरू पनि उता जानुभएको छ। कतै मेरी छोरीलाई आमाहरूले केही त गर्नु भएन? आमाहरू उता जानु, मेरो छोरी घरमा नहुनु, कतै मेरी छोरीलाई केही त भएको छैन? पक्कै पनि मेरी छोरीलाई आमाहरूले केही गरेको हुनुपर्छ। म त्यसै बसेर हुँदैन। ए भगवान्, मैले यो के देख्दैछु? मेरो पहिलाको लोग्ने अनि वर्तमान लोग्ने एकै ठाउँमा कसरी? ए भगवान्, अहो मैले के गरौँ? मलाई बाटो देखाइदिनुहोस्। होइन हो दाइ, तपाईँ यसरी रक्सी खाएर के टेन्सन परेर बाटोमा सुत्नु भएको? हेर भाइ, मलाई यति टेन्सन परेछ कि यति टेन्सन पऱ्यो, टेन्सन गरेर कुरै नगर्न त्यति टेन्सन परेछ। के टेन्सन पर्यो त भन्नु न, म पनि कतै तपाईँलाई सहयोग गर्न सक्छु कि? त्यो रेडीका छोरालाई सुनाएर मेरो टेन्सन कहाँ दूर हुन्छ त? भालुलाई पुरानो सुनाए जस्तै हो मुला। तेरिका क्या खत्तम मान्छे रहेछ। भा अप्ठ्यारो पऱ्यो कि भनेर सहयोग गर्न खोजेको त काहीँ नभएको मुला सुतिराख। मुला के पिर पऱ्यो, टेन्सन पऱ्यो भन्दो रहेछ। यहाँ आफ्ना स्वास्नी हराएर कम बिजोग भइरहेछ।
एक खत्ताको त गाडै कटिसक्यो यार। यहाँ सल्लाह सुनाएर नि के गर्नु, मान्छे यहाँ कस्तो जिन्दगी ब्याउँछ। बहिनी, तिमीहरू नन्ना भाउजू कहाँ हिँडेको यसरी हतारिँदै? कहीँ होइन दिदी, हाम्रो थोरै काम थियो तल, त्यही भएर नन्द भाउजू भएर तल जान लागेका। हामी बिस्तारै हिँडेका थियौँ त, तपाईँले हतार हतार हिँडेको देख्नुभयो होला है। तिमीहरूले कहीँ होइन भन्छौ, फेरि तिमीहरू हतार हतार हिँडेको मेरो यही आँखाले देखेको। के भएर भन न बरु। हजुर जाऊँ हिँड्नुहोस्। जाऊँ नानी। दिदी अहिले हामी गयौँ है। होइन, यिनीहरूलाई के भएछ? हतारिँदै दौड्यान्। फेरि मैले नि सोद्धाखेरि केही नि भन्दैनन्। केही भएन दिदी भनेर गए। यिनीहरूलाई केही न केही त पक्कै भएको छ। या एउटै गाउँमा भोलिपर्सि थाहा त भइहाल्छ नि। छोरी, तिमीलाई मैले कहाँ कहाँ खोजेँ, तिमी भने यहाँ खेलेर बसेकी रहेछौ। आन्टी, उसको घरमा खेल्ने कोही साथी छैन रे, अनि त्यही भएर हामी दुईजना खेलेको। नानी, तिम्रो साथी तिमीसँग खेलेर बसेको छ भन्ने मलाई थाहा भएन नि त। घरमा पनि कसैलाई थाहा थिएन, त्यही भएर मेरो मन आत्तिएर म त खोज्दै खोज्दै आएँ कि। मामु, हजुरले मलाई किन खोज्दै हिँड्नु परेको थियो र? म साथीसँग खेले पछि म घर आइहाल्थेँ नि। छोरी, तिमी आफै आउँथे भनेर हुन्छ र? तिमीलाई घरमा नदेख्दा मामुको मन आत्तिन्छ नि त। ल भयो, अब हिँड जाउँ घर। आन्टी, मेरो साथीलाई नलैजानु न, बरु तपाईँ नि यहीँ बस्नु अनि उसको बुवालाई नि बोलाइदिनु। नानी, तिमीले किन यस्तो कुरा भनेको? तिम्रो घर हामी बस्यौँ भने हाम्रो घरमा को बस्छ फेरि? त्यही भएर तिम्रो साथी भोलि पर्सि फेरि खेल्न आइहाल्छ नि। हुन्छ आन्टी, हजुरलाई एउटा कुरा भनौँ? भन न नानी। हजुरलाई र मेरो साथीको बाबालाई हजुरको आमाले धेरै कराउनुहुन्छ हो। के भयो आन्टी, किन तपाईँ नबोल्नु भएको? केही पनि होइन नानी, तिमीलाई यस्तो कुरा कसले भन्यो? कसले भन्नु नि? मेरो साथीले भनेको। नानी, मलाई, तिम्रो साथीको बाबालाई अनि तिम्रो साथीलाई कसैले पनि गाली गर्दैन। अनि नानी, तिमी घरमा एक्लै छौ त? घरमा कोही हुनुहुन्न? मेरो घरमा त कोही नि छैन, म एक्लै हो। मेरो मम्मी र बाबा त ऊ तल मेलामा जानुभएको छ। ए हो र? अहिले चाहिँ हामी जान्छौँ, राम्रोसँग बस है। हस् हुन्छ आन्टी, तर भोलि मेरो साथीलाई पठाइदिनु है खेल्न। हस् हुन्छ छोरी, आऊ छोरी जाऊँ। नानी हेर्नु त, बिहानदेखिको भाँडा माझ्नु त्यसै रहेछ। म भाँडा पखालेर आउँछु, तपाईँहरू भित्र गएर बस्नु। हुन्छ भाउजू। मामु, म पनि हजुरसँगै जान्छु, हजुरलाई भाँडा माझ्न सहयोग गर्छु। हुन्छ नानी, जानु तपाईँ भित्र गएर बस्नु। हजुर भित्र गएर बस्नु, म मामुलाई सहयोग गर्छु।
हुन्छ नानी, तिमी पनि मामुसँग भाडा पखालेर आऊ, म भित्र गएर खाजा बनाउँदै गर्छु। के चाहियो छोरी? त्यही त नि आमा। छोरी होइन है, यस्तो जाँड खाएर पो पल्टेको छ त छोरी। हाम्रो गाउँमा त यस्तो जाँड खाने मान्छे त देखेकी थिइनँ। को रहेछ? ओ भाइ, किन यसरी जाँड खाएर पल्टेको? को हौ तिमी? कहाँबाट आएर पल्टेका हौ? मलाई कम्ता पिर परेको होइन है भाइ, तिमीलाई यसरी कुन कुराले पिर पर्यो र यस्तो जाँड खाएर बाटामा लडेका छौ? भन त। मलाई कम्ता पिर परेको छ मेरो स्वास्नी हराएर। ए भाइ, स्वास्नी हराएपछि त खोज्न गए पो भेटिन्छ त। यसरी जाड खाएर बाटामा सुतेर भेटिन्छ त? होइन त आमा? हो नि छोरी। ए हो दिदी, सही हो। अब मेरी स्वास्नी हुँदा जाऊ भाइ, यसरी बाटामा सुतेर हुन्छ? हराएको स्वास्नीले त खोज्न जानु पर्यो नि, सुतेर भेटाइन्छ? आमा अलिक उठाइदिनु के? स्वास्नीले छोडी भनेर जाँड खाएर बाटा सुत्दै हिँड्छ। त्यही त नि आमा, कस्तो खालको मान्छे रहेछ। जाँड खाएर समाधान निस्किने हो र खोज्न पो जानुपर्छ र? होला नि।